Back to my new video. अनि जय मस्ती गुड मर्निङ यहाँ सम्पूर्णमा। अनि आजको भिडियो चाहिँ मेरो घरबाट स्टार्ट हुँदैछ। अनि म चाहिँ रेडी भइसकेको छु बिहामा जानुको लागि हो। अनि अब चाहिँ हेर्न सक्नुहुन्छ घरदेखि बाहिरको यो चाहिँ नजारा हो। अनि आज चाहिँ घाम लागिरहेको छ। अनि आइएम फुल्ली रेडी। पापा मामा रेडी हुनुभएको छैन, बहिनी पनि रेडी हुँदैछ। फर्स्टमा चाहिँ नि रेडी हुन चाहिँ बहिनीले स्टार्ट गरेको थियो, अहिलेसम्म रेडी नै हुँदैछ ऊ। म चाहिँ रेडी भइसकेँ, निस्किसकेको छु होइन। अब चाहिँ म अलिकति भिडियो बनाउँछु हो। त्यहाँदेखि हेर्छु, त्यहाँदेखि बुक्स दिनुपर्छ, त्यहाँदेखि जानुपर्छ। बस सकेको छु। अनि यहाँ हुनुहुन्छ मेरो मामा। हेलो मामा, जय मसी। अनि यहाँ छ मेरो बहिनी। जय मसी जसमिन। जय मसी पापा। हेलो हेलो। हामी चाहिँ जाँदैछौँ अहिले बिहा घर होइन। अनि सबै अरू त गइसक्नु भयो होला, हामी चाहिँ जाँदैछौँ बिस्तारै हो। र आजको यो चाहिँ छ घाम चाहिँ यस्तो दामी लागिरहेको छ होइन। म चप्पलमै छु नि गाइस। चप्पलमा छ कि तर अन्त उयो ए त्यो चाहिँ के बोक्नु भएको त? यो उयो स्वेटर। ए गाइस म त यस्तो झन् स्वेटर पनि बोक्नु पर्छ नि त। सबै भित्र त लगाइरहेको छु, गरम भएन। गरम अफ भन्दै बस्नुपर्छ होइन, त्यतिकै बस्नुपर्छ। तर भए पनि यो हुन्छ नि त, बाहिर चाहिँ चिसो हुन्छ नि त, त्यो त्यसै चिसो हुन्छ। मामा मेरो मामा हाम्रो घरमा चाहिँ पुरा अन्डरस्ट्यान्डिङहरू छ नि। पापाले मामाको जुत्ता बोकिदिनु हुँदैछ हो। अनि अगाडि अगाडि बहिनीलाई चाहिँ कस्तो देखेको छ होइन, फर्स्ट टाइम बक्कु लगाएर हिँड्दैछ बहिनी चाहिँ। अनि बहिनीलाई चाहिँ एकदमै क्युट देखिरहेछ। अनि हामी चाहिँ जाँदैछौँ। अब बस्तीको बाटो यस्तै हुन्छ है, अलिकति खल्डाङ खुल्डुङ। अन्त जुत्ता लगाएर हिँड्लाएर चाहिँ हिँड्नु सक्ने होइन, मैले पनि बोकिरहेको छु होइन। अब तपाईँहरूलाई पनि थाहा छ बस्तीमा बस्नेहरूलाई कस्तो हुन्छ भनेर होइन। त्यही भएर अब चाहिँ हामी चाहिँ जाँदैछौँ। बाटोहरू तपाईँलाई देखाउँछु ल, यस्तो डरलाग्दो बाटोहरू छ, जङ्गली बाटोहरू। अब कोही बस्ती चाहिँ एडभान्स हुन्छ नि होइन, उनीहरूको चाहिँ रोटै रोड पनि हुन्छ। बट हाम्रो पनि छ कि, तर हामी चाहिँ सर्टकट बाटो जाँदैछौँ अहिले चाहिँ। त्यही भएर त्यसको तल पुगेर तपाईँहरूसँग भेट्नेछु। अहिलेलाई चाहिँ बाई बाई फिलहालको लागि। आवाज पनि हुनुहुन्छ पनि हुनुहुन्छ, अरू पनि हुनुहुँदो रहेछ होइन। कति हुनुहुन्छ, बरू पनि हुनुहुँदो रहेछ। अरू थुप्रो हुनुहुँदो रहेछ। गरम भयो मलाई चाहिँ। जस्मिन परबाट ल्याइदिनुहोस् न, कप लानुहोस् ल। जेस्मिन कप लगेर उ पर। आज चाहिँ मैले कति दिनको बादमा सकिँदैन पनि भेटेको छु होइन। हामीले बाटो देखाउनु हुँदैछ हो। यो चाहिँ बनाउनुपर्छ, कस्तो दामी बनाउनु भएको रहेछ हो। एकदम राम्रो छ दामी सजाउनु भएको रहेछ। मामा आउनु भएको थियो होइन, फोटो खिच्नु। यहाँ तल फोटो रहेछ होइन। खाना बनाउनु थुप्रो हुनुहुँदो रहेछ। अब चाहिँ मजाले हेर्नु सक्नुहुन्छ हो। मेरो बहिनी तिमी हो त मेरो बहिनी, अरू को देखाउनु। यहाँ छ केरिन। हेलो केरिन। हेलो हेलो केरिन।
Yan sa Jai Messi dal. Jai Messi din sa. Hoy, Jai Messi. यता पिपीहरू हुनुहुँदो रहेछ जय मासी सबैजनालाई यता निनी हुनुहुन्छ उपर रेम्रेहरू आजको चाहिँ प्रेसन हुँदैछ होइन यहाँ छ हाम्रो छ युथहरू अनि यहाँ छ दादाहरू उहाँहरू चाहिँ जन्ती हुनुहुन्छ होइन यहाँ नानाले लिनु हुने जन्तीहरू सबैजना Hello. 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 आमा छैन माथि छ भन्दैछ तिमीहरू आइपुग्यौ ए आउन अन्त ए
प्रारम्भिक कालदेखि नै एक आदर्श पुरुष र एउटी स्त्री विवाह सम्बन्धमा रहोस् भन्ने परमेश्वरको उत्कट निर्मल योजना रहेको पवित्र बाइबलभित्र हामी पाउँदछौँ। र हुँदै गरेको यो विवाह करार विधिवत पूर्वक हुनमा तपाईँ दुई मध्ये कसैको अझै पनि कुनै रुकावट छ भने तपाईँले अहिले पनि जाहेर गर्न सक्नुहुन्छ। तपाईँहरूमा छ? छैन? कडा परिदिनुहोस् है, अरू सबैले सुन्नुपर्छ। त्यसो भए म यो विवाह विधिलाई कुनै त्रिएक परमेश्वरको नाउँमा अघि बढाउँदछु। आजको नाम दुलहीको निम्ति दुलहीलाई स्वरूप कन्यालाई कसले जिम्मा दिँदैछ? यस मानिसको विवाहको स्त्रीलाई कसले जिम्मा दिँदैछ? र यो अहिले सायदै नै हामीहरू यो अलिकति म कुरो पहिला भनेछु, यसको पछि हुनेछ। र तपाईँहरूलाई म करारको प्रतिबद्धता विषय लिएर म दुई चारवटा बुदाहरू तपाईँलाई दोहोऱ्याउन लाउँछु ल। यो चाहिँ तपाईँ एकले अर्कोलाई हेरेर भन्नुपर्छ ल। दुलहीले उँभो फर्किनु पर्यो, अनि दुलहा चाहिँ उँधो फर्किनु पर्यो, अनि फेस टु फेस एकदम भन्नुभयो, फेस टु फेस हुनु पर्यो, आम्ने सामने। अनि तपाईँहरूले आँखा जुझाएर चाहिँ भन्न पर्यो। आँखा नतर्काउनुहोस्, आँखा तर्काउनु हुँदैन। एकले अर्कोलाई तपाईँले हेर्नुहोस्। तपाईँ दुईजना नै एकदमै सुन्दर हुनुहुन्छ, यता सुन्दास ह्यान्डसम, यता रिचा ब्युटी। तपाईँहरूमा कुनै खोप दाग स्पटलेस हुनुहुन्छ। तपाईँहरूमा कुनै पनि हामी त उ देख्दैनौँ। र एकले अर्कोलाई राम्रो हेर्नुहोस् ल, अनि म भन्छु त्यही दोहोऱ्याउनुहोस् ल। एकले अर्कोलाई हेर्नुहोस् ल, आँखा नतर्काउनुहोस् है, अघि मैले भनेको छु। एकदम आँखामा आँखा जोजियोस् ल। र तपाईँहरूलाई करार प्रतिबद्धता, र यो करार प्रतिबद्धता चाहिँ के छ भनेर भन्दा विवाह धेरै हुन्छ तर विवाह टुक्रिन्छ पनि। विवाह धेरै भएका छन्, टुक्रिएका पनि छन्। र यो टुक्रिने काम र तोडिने काम चाहिँ विवाहको चाहिँ किन हुन्छ भनेर भन्दाखेरि चाहिँ चाहे इसाई जगतमा नै किन नहोस्, यो चाहिँ यो करार प्रतिबद्धताको कमीले गर्दा नै हो। र करार चाहिँ वैवाहिक जीवनमा चाहिँ विवाहको समयमा चाहिँ एकदमै तपाईँ र मेरो लागि हुनुपर्ने कुराहरू छन्। दुलहा र दुलही दुवैजनालाई म सोध्दैछु ल। परमेश्वर, ख्रिस्टको मण्डली, उपस्थित परिवार अनि एकत्र हुनुभएका महानुभावहरूको अघि करार प्रतिज्ञाको प्रतिबद्धतामा जीवनभरिको निम्ति सधैँ बाँधिन तयार हुनुहुन्छ? हजुर, तयार छौँ। रिचा अलिक कडा बोलिदिनु पर्यो। र अब म आजको दुलहीलाई पहिलो करारको पहिलो बुँदा म भन्दैछु। मैले जे भन्छु त्यो कुरो नै तपाईँले दोहोर्नुहोस् ल मसँग। मलाई म भट्याउने, तपाईँ त्यही कुरोलाई दोहोऱ्याउने ल। अनि त्यो चाहिँ फेरि तपाईँले आफ्नो हुन गइराखेको दुलहाको एकदमै किन हेर्न सकेनौँ भन्ने, र त्यो गल्ती तपाईँहरूले एकअर्कामा बाँच्नु पर्यो ल। त्यसो भने अब दुलहाले यो करार प्रतिबद्धतालाई प्रतिज्ञाको रूपमा म पछि दोहोर्नुहोस्। म उत्तम सुन्दासले त्रिएक परमेश्वरको नाउँमा गल्ती हुँदैछ, यो त करार हो नि तपाईँहरूको ल। म उत्तम सुन्दासले त्रिएक परमेश्वरको नाउँमा साँचो करार गर्दछु कि आजदेखि शान्ति रिचा राणालाई म आफ्नी विधिवत पत्नीको रूपमा
हृदय तहबाट नै स्वीकार गर्दछु। हृदय तहबाट नै स्वीकार गर्दछु। दोस्रो बुन्दा म तिमीलाई सँगै रहेर हरेक अनुकूल या प्रतिकूल परिस्थितिमा सुखमा होस् या दुःखमा धनमा होस् या निर्धनतामा दुर्बलतामा होस् या आरोग्यतामा आफैलाई झै माया गरी जीवन सहयोगी बनाइराख्नेछु। नजर जाउनुहोस् है। म तिमीलाई प्रेम गर्नेछु। यो रिङ चाहिँ एक छोरदेखि घुमेकै हुन्छ, त्यसको इन्डिङ पोइन्ट नै हुँदैन। एकदमै यो सर्कल यसको कहिले पनि सकिँदैन। त्यस्तै नै प्रकारले विशेष यहाँहरूको जीवन प्रभुमा महिमामय जीवन भइरहनेछ। अनि अर्को कुरो चाहिँ यहाँको वैवाहिक जीवनमा कहिले पनि बिछोड भन्ने कुरो, कहिले पनि विच्छेद भन्ने कुरो कहिले पनि प्रकट हुने छैन। यहाँहरू जबसम्म शरीरमा साथ रहन्छन्, यहाँहरूको दाम्पत्य जीवन सधैँ नै यो एकदमै यो रिङलाई हेरेर हामीले बुझ्न सक्छौँ, एउटै भएर कहिले पनि सकिनु हुँदैन। र यसले गर्दाखेरि अब यहाँहरूले फेरि एकले अर्कोलाई बुझ्न पर्यो। मामा पनि हामीसँग खानुभयो। यहाँ छ हाम्रो मामा। We are having our lunch. Let's have it. यहाँ चाहिँ मेरो पापा हुँदो रहेछ, पुरा काम गरिरहनु भएको छ। यहाँ चाहिँ थुप्रो हुनुहुँदो रहेछ। यहाँ पनि पकोडा पोल्नु हुँदैछ, सुजी दादाहरू फोङहरू हुनुहुन्छ। पकोडा फ्राई हुँदैछ। यहाँ हेरिदिनुहोस् न सुजी दादा, यहाँ हेरिदिनुहोस्। एकदमै पकौडा तातो तातो बनिँदैछ। तातो सुजी दादाले चाके त मिठो भएको थियो। मिठो दामी बराबर हुँदो रहेछ। 10 मा कति रेट गर्छौ? 10 मा म 9.5 रेट गरिदिनु पर्यो। 0.5 चालिदिन भन्नु होला भने कम्ती क्रिप्सी थियो भने बेसी क्रिप्सी थिएन नि। कम्ती क्रिप्सी थिएन नि, क्रिप्सी हराइछ नि त दादा। यो चाहिँ के भइरहेछ? छ झोल पानी पुरा छुट्यो नि त। यो चाहिँ खास अलिक टाइट, यो नि यसले चाहिँ पक्रिनुपर्छ ट्याप्पै। बेसी उयो भन्छ होइन, यो जति गरे पनि त उयो एड गर्नुपर्छ नि। प्याजले पानी बेसी छोड्यो, प्याज कोपीले बेसी छोड्यो। यसलाई चाहिँ हल्का तातो नत्र निचोड्नु भएको छ दामी। याम छ होइन, याम छ अझै डल्लै सक्नु। यो चाहिँ मेरो के हातको खेला रे, गाई हातको खेला। थियो भने दादाले यो सबै पोलिसक्नुहुन्छ अरे। यो यहाँ भएको होइन दादा? हामीले पोलिसक्छौँ। यो चाहिँ खास के भएको यहाँ छ? के भएको अघि चाहिँ यहाँ चाहिँ आमा ग्रुपहरूले बिचरा बिहानदेखि बोल्नु भएको हो। हजुर, उनीहरू भोकायो अरे, अन्त चाहिँ पालहरू ए दादा हुनुहुन्छ त फोङ हुनुहुन्छ भने पकौडा चाटिदिनुहोस् न, एउटा चाटिदिनु। मैले पोलेको रेटिङ दिनुहोस् न। देप्पा कसो भएछ? मिठो छ। 10 मा कति पोइन्ट दिनुहुन्छ? 10 चाहिँ म सक्दिनँ। 10 मा 10 रेटिङ दिनु भने त मैले 0.5 हराइदिएको। क्रिप्सकै कम्ती भन्छ, यो पानी बेसी भयो है, गिल्लो बेसी भएर। उसले भए त म पोल्दिनँ भनिहाल्छ। कहाँ तपाईँ त सोध्नु न त दादा। दादा त गफ बोलाएको हाम्रो यहाँ छोटा डनहरू भाइ भएर उसले चाहिँ काम देखाएको कि बोकेर आउँदै
कामले खानु एकपल्ट पर पनि भन्नुहुन्छ होइन हुँदो रहेछ होइन सबैले केक थप्दै 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 हो भने सुजु कसको बर्थडे छ सुजिता त त्यही त फोम यता दिनुहोस् मलाई छिटो छिटो भनेर हाम्रो प्याजीहरू पनि चाकिदिनुहोस् प्याजी खानु नि खाइहाल्नुहोस् खाइहाल्नुहोस् पाएँ मैले पनि भने यता यता काम गर्नलाई एक प्लेट छोडिरहेको हुन्छ है हुँदैन विनिता विनिता Mama, ano na? Foto kitne ito na. Yun, nandun sa Yapani. Busy. All around busy. गाडी घुमाउन आयो Mama पनि busy. Ano ba ang pula sa yachi? Sa sabi ko. Ano?